नमस्कार, म इस्तिहार पठान एफयू पोडकास्ट कार्यक्रम अन्तर्गत आज म हरियो मल प्रविधि बारे विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। हरियो मललाई मलखाद व्यवस्थापनको विकल्पको रूपमा लिन सकिन्छ। हाम्रो देश नेपालमा मलखाद उत्पादन नहुनु र किसानलाई चाहिएको समयमा मलखाद उपलब्ध नहुनु र राज्यले ठुलो रकम मलखाद व्यवस्थापनमा लगाउनु पर्ने अवस्था रहेको छ। यसैगरी यसको विकल्पको रूपमा हामीले हरियो मललाई लिन सकिन्छ। हरियो मल रासायनिक मल अभाव भएको बेलामा एक उत्तम विकल्प हुन सक्छ। हरियो मललाई हामीले कति बेला लगाउने त? हरियो मल लगाउनको लागि हामीले गहुँ बाली काटिसकेपछि र धान लगाउनुभन्दा पहिला हामीले हरियो मलको खेती गर्न सकिन्छ। हरियो मलको खेती गर्नको लागि हामीले विभिन्न कोसे बालीहरू लगाउन सकिन्छ, जस्तै कि ढैचा, सनै, तिल, भटमास आदि बालीहरूको प्रयोग गर्न सकिन्छ। जसमध्ये ढैचाको लागि लो ल्यान्ड यानि पानी जम्ने ठाउँमा लगाउन सकिन्छ भने सनैको लागि अपल्यान्ड र पानी नजम्ने ठाउँको लागि लगाउन सकिन्छ। र यसै गरी ढैचाको बारेमा विस्तृत रूपमा भन्ने हो भने ढैचा विशेष गरेर यो अन्य कोसे बालीहरू भन्दा यसमा हरियो पदार्थ बढी पाइने र यसको जरामा गिर्खाहरूको सङ्ख्या अन्य कोसे बालीहरूभन्दा 5 देखि 10% बढी पाइने भएकोले हरियो मलको रूपमा यसलाई बढी प्रयोग गर्न सकिन्छ। र यसै गरी चाहिँ ढैचाको प्रयोगले धान खेतीमा अत्यन्त लाभदायक रिजल्ट दिएको छ। अनुसन्धानले ढैचाको प्रयोगले धान खेतीमा 20 देखि 25% उत्पादन बढेको देखाएको छ। र यसै गरी हामीले भन्नु पर्दा कति बिउ छर्नुपर्छ त? बिउ दरको कुरा गर्दाखेरि हामीले 40 देखि 45 केजी प्रति हेक्टर बिउ चाहिँ छर्नुपर्छ र कट्ठाको हिसाबले भन्दाखेरि 1.5 केजी प्रति कट्ठाको दरले हामीले बिउ छर्न सकिन्छ। र कोसे बालीहरूले मलखाद व्यवस्थापनमा कसरी काम गर्छ प्रोसेसको रूपमा भन्दाखेरि चाहिँ कोसे बालीको जरामा गिर्खाहरू हुन्छ। त्यो गिर्खाहरूमा राइजोबियम भन्ने ब्याक्टेरिया पाइन्छ र राइजोबियम ब्याक्टेरियाले वायुमण्डलमा रहेको 78% नाइट्रोजनलाई फिक्सेसन गरेर यानि स्थिरीकरण गरेर माटोमा उपलब्ध गराउँछ र यसले माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्छ र माटोलाई बढी उत्पादनशील बनाउँछ र माटोमा प्राकृतिक पदार्थको मात्रा पनि बढाउने गर्दछ। र यसका फाइदाहरूको कुरा गर्नुपर्दा 1 वर्षमा ढैचाले 78 केजी नाइट्रोजन माटोमा उपलब्ध गराउँछ। 78 केजी नाइट्रोजन भनेको चाहिँ 1 कुन्टल 74 किलो बराबर युरिया हुन्छ। र यसरी हामीले 1 कुन्टल 74 किलो युरिया चाहिँ बचत गर्न सकिन्छ र यसले माटोको भौतिक, रासायनिक र जैविक गुणहरूमा सुधार ल्याउँछ र यसले माटोलाई खुकुलो बनाएर खनजोत गर्न सजिलो हुन्छ। यसको माटोमा फैलिने गुण भएको कारणले माटोको झारपातहरू नियन्त्रण गर्न सजिलो गर्दछ। निष्कर्षमा भन्नुपर्दा नेपालका कृषकहरूको क्षमता, माग, देशको आर्थिक अवस्था र भौगोलिक रूपमा अनुकूल कृषि अभ्यासहरू अपनाउँदा स्थानीय स्तरमा उपलब्ध हुने वैकल्पिक मलखाद व्यवस्थापनका उपायहरू अपनाएर बाली उत्पादन गर्नु नै अहिलेको परिवेशमा एक उत्तम विकल्प हुन सक्छ भन्ने आशा गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद।